हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम टु एके ब्लग गाइस सबैजनालाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ म एउटा मिठो ब्लग बनाउन गइरहेको छु। आज चाहिँ फिसिङ ब्लग आउँदैछ मेरोबाट। आज चाहिँ फिसिङ जाने हो, फिसिङ जाने प्लान गरेको छु हामी 3 भाइ। मङ्गल भाइ आउँछन् मलाई पिकअप गर्नु, त्यस पछाडि सोल्टीलाई पिकअप गरेर डाइरेक्ट खोलामा गएर कति के पर्छ कस्तो हुन्छ लेट्स सी गाइस। ल है हामी चाहिँ अहिले फाइनल्ली गाडी राख्ने ठाउँमा चाहिँ आइपुग्यौँ। अब हाम्रो सामानहरू सबै बोकेर 3 भाइ चाहिँ लाग्यो है। बाटो चाहिँ यस्तो छ होइन, चट्टसँगले यहाँ छ यस्तो एरिया होइन। यहाँबाट चाहिँ सट्ट छिरेर जानुपर्छ। हल्का हल्का जङ्गल छ अनि यहाँ चाहिँ ट्रेनको लिक छ। ट्रेनको लिक देख्नुभयो नि डबल आउने ठुलो ट्रेन पनि पुग्छ यहाँ चाहिँ। हामी जाने यहाँदेखि उँधो हो। बाटो चाहिँ यस्तो ग्रेबल छ, यहाँदेखि चाहिँ सट्ट गएपछि पाया फाडेर एकदम राम्रो बनाइदिएको छ। हिँड्ने ठाउँ पनि सजिलो होस् भनेर बिरुवाहरू रोपेको रहेछ। यहाँ नआएको चाहिँ हामी निकै भयो। अब यसपालिको हाम्रो यहाँ यो इयर्सको चाहिँ फर्स्ट टाइमै भन्नुपर्छ। एकदम यो ठोट्ने घारीबाट यस्तो दामी बनाएर खोलेर लगेको छ कि यहाँबाट। अब चाहिँ ट्याक्कै खोला आइपुग्यो है। खोला चाहिँ एकदम दामी तुफान छ, सङ्लो पनि भएको छ होइन। पुरै घटेको छ, यस्तो बगान देखिरहेको छ कपाल ठुलो छ है। यता चाहिँ हाम्रो साथीहरू आइरहेछन्, आजको सिकारीहरू है हाम्रो टिम। एकदम यो गडाङ गुडुङ बाटो छ होइन। यो छेउछेउ खोलाको छेउछेउ जानुपर्छ। अलिक तलसम्म हिँडेर गयो भने चाहिँ एकदम पानी पनि कम्ती छ, त्यहाँ चाहिँ धेरै पर्छ। पोहोर साल पनि त्यहाँ निकै पारेको थियो हामीहरूले। लेट्स सी यसपालि कस्तो हुन्छ। हाम्रो स्पोर्ट चाहिँ यही एरिया है हाम्रो चाहिँ। पुरै यस्तो भएको छ सुकेर। ऊ परसम्म पानी हुन्थ्यो, अहिले चाहिँ यति भइसक्यो त सुकेर। अब चाहिँ यहाँ खेलिन्छ है हामी। ऊ यहाँ यो झारदेखि उतापट्टि। यो चाहिँ मेरो स्पोर्ट भनौँ न आजको। यस्तो छ यहाँ अड्काउने ठाउँ यस्तो छ बल्छी, यता भाइ त्यहाँ अनि माथि सोल्टी। यसरी खेल्छौँ है आज चाहिँ हामी। एकदम मौसमले पनि साथ दिएको छ, एकदम घाम पनि डुब्न लागेको छ। एकदम गुड वेदर भन्नुपर्छ यतिको। लेट्स सी अब सुरु गऱ्यौँ है हामीहरूले। सोल्टीकोमा चाहिँ परिसक्यो अरे माछा होइन। लेट्स सी कत्रो परेछ। सोल्टीलाई देखाउनुहुन्छ सोल्टी ठुलो पारो। वाउ आए गतिलो आएछ है। ल है सोल्टीको फर्स्ट भइगयो खाने बित्तिकै ल हे तेरिका यार। गुड लक सोल्टी, फर्स्ट स्टार्टिङ। हिजो तपाईँकै जस्तो रहेछ। हाम्रो सोल्टीकोबाट भयो फर्स्ट स्टार्टिङ। माछा चाहिँ यो खालको छ है यहाँ चाहिँ। यस्तो दामी छ नि, फेरि सर्लक्क परेको। दामी उन्नेको रहेछ नि त नि। दामी दामी है अब चाहिँ हाम्रो अर्कोमा पनि पर्नु खोज्दैछ, हेरौँ। ल है अहिले चाहिँ यहाँ हाम्रो भाइले घरैबाट दामी चाउमिन बनाएर सुँगुरको मासु लाएर होइन। अनि यहाँ देख्नुहुन्छ यस्तो ग्यास साथै ग्यास दामी बल्छ। हुँदैछ खाजा भइरहेछ, माछा पनि परिरहेको छ। हाम्रो भरेसम्ममा हामी कति पर्छ देखाउनेछौँ है गाइस। हाम्रो चाहिँ अहिले भनेको यहाँ भाइको 2टा बल्छी, गोटी पनि यहाँ घन्टी पनि झुन्डाएको छ। यहाँ राखेको छ 2टा बल्छी। अनि मेरो चाहिँ यहाँ छ 2टा, यहाँ र यहाँ छ 2टा छ। अहिले चाहिँ मेरोमा पनि परेको छैन, भाइकोमा पनि परेको छैन। हाम्रो सोल्टीकोमा चाहिँ फर्स्टै आउने बित्तिकै अघि मैले देखाएको थिएँ त्यही हो परेको। भर्खर हुँदैछ, हामी आएको त्यस्तै 15 मिनट हुँदैछ। त्यसै
भएको त दामी हुन्छ। खोर्सानी खोर्सानी पनि छ त अलिकति डल्लेको अचार डल्लेको अचार आयो। हेर्नु न है ढ्याक्क पारेर होइन। अब खाइन्छ। ल गाइस फेरि पनि परिसकेको छ माछा चाहिँ। यता हाम्रो सोल्टीले आए माछा आए आए आए। सानो रहेछ दामी खालको रहेछ है। आम्मा लागेन ठ्याक्कै यहाँ आउँदा फुस्क्यो हौ। पुस्क्यो नि टक्क दामी खालको नि दामी साइजको छ त। ल ल ल ल आउँदैछ है बाई बाई। माल आउँदैछ भइरहेछ भटाभट हाम्रो होइन। माछा परिरहेछ। बेलुकाको समय भइसकेको छ। अहिले हाम्रो 7:30 बजी भइसकेको छ। टाँगो खेल्नु जारी छ हाम्रो। बिसाउने छैनौँ हामी। दुईवटा टाँगो पर दुईवटा टाँगो छ। यता हाम्रो भाइ जारी छ नि हाम्रो। जारी जाने कोसिस जारी छ। लगेरै जाने हो। या यो चाहिँ मेरो बल्छी हो। यहाँ गोटी पनि लगाइदिएछ यसरी टिडिङ पारेपछि चाहिँ तान्दिहाल्ने भनेर के दामी देखिन्छ नि ऊ तलसम्म त। है यो चाहिँ खोलाको छेउमा फुल्ने फुलहरू यस्तो मजाले फुल्दो रहेछ। सबै यसरी फुलेको छ छेउमा। कति राम्रो। ल हाम्रो भाइकोमा पनि परिसकेको छ अहिले चाहिँ। भाइले जबरजस्ती भए पनि निकालेकै छ। टेर्ने होइन नि त होइन। छ नि छ बेर्नु नि बेर्नु बेरेको बेरेकै गर्नु त छ। ल है गाइस माछा चाहिँ छ कि माछा आइरहेछ आइरहेछ। वहीँबाट भाइ टाढा जानु पर्दैन। आइरहेछ है माछा आयो भाइकोमा पनि पर। अब मेरो टर्न आउँदैछ। ल है आयो ढिलो आयो अलिक कडे। ढिलो आयो अलिक कडे आयो होइन। राम्रो खालको आयो एकदम टक्किलो खालको क्या। नुन पनि हाल्नु नपर्ने एकदम दामी हाल्दैछ नि त। माल फेरि परिसकेको छ है। आउँदैछ माल आउँदैछ। माल अहिलेको ठुलो छ होला। हेर्दाखेरि ठुलो चाल दिँदैछ। माल चाहिँ यता छ यहाँ आउँदैछ। ठिक छ ठिक छ ठुलो छ माल बिस्तारै ल्याउनु। यता तान्ने चाहिँ हाम्रो सोल्टी राजाले दामी हान्दै हुनुहुन्छ। माल यहाँ आइपुगेछ है। यहाँ आइपुगेछ होइन। ल है गतिलो आएछ अहिले जियो सोल्टी हो। यो हो नि त साइज भनेको त। वाओ माई गास ओ माई गास यो हो के साइज खाने साइज चाहिँ। अब चाहिँ खाइस। यहाँ आयो सोल्टी राजाले। पानी पनि हल्का आइरहेछ। हामी टेर्दैनौँ पानीलाई। दामी आयो राम्रो आयो छ माल चाहिँ। बिग साइज यो चाहिँ कति होला सोल्टी यसो अनुमान? यो अब 4 एलबी छ होला। 4 एलबी 4 एलबीको है माल है। कतिले छ नि हो हेर्नु नि बल्छी नि कत्रो छ नि। अब सोल्टी राजाले योसँग कतिवटा भयो सोल्टी? 5वटा चाहिँ भयो। सोल्टीले पारेको 5वटा भइसक्यो है। अरू माछा यहाँ छ है।
काटेको होइन यहाँ छ नि यहाँ छ यहाँ प्लास्टिकमा छ त्यहाँ एउटा उता माथिल्लोमा एउटा यहाँ पनि ठुलो छ यस्तो छ हाम्रो भटाभट भइरहेछ खेल जारी छ पानी हल्का परिदिइरहेछ माछा पनि हल्का पर्दैछ ल है गाइस सेकेन्ड है त्यो नाइस वान गाइस के ठुलो भएर छ भने धेरै निले छ ले त अहिले त पुरै निले छ हेर्नु ल कत्रो निले छ है पुरै निल्दै छ के फेरि पनि पानी परिरहेछ होइन माल पनि परिरहेछ आउँछ 65 को दोरी कतिको दह्रो हुन्छ माल आउँदैछ ऊ पर छ है माल चाहिँ देख्न सक्नुहुन्छ ओ अलिअलि पतङ्ग गरेछ ठुलो छ माल चाहिँ आउँदैछ 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 बिस्तारी भाइ आनन्दले निकालिदियो दामी छ दामी परिरहेछ टु गुड छ आइसक्यो छेउमा आइसक्यो नाइस वान अघिको जत्रै आयो त हौ वाउ नाइस भाइले यो सेकेन्ड भाइको एकदम उहाँ सोल्टीको पुरा उहाँ तानी गयो अरे उहाँ ऊ हेर्नु त ऊ आम्मा सोल्टी अब चाहिँ निकाल्नुपर्छ ल है फेरि पनि हाम्रो भाइले दामी एकदम टु गुड ठुलो ठुलो छ ए आइसक्यो गुड साइज छ दामी साइज छ अहिले 9 बजिसकेको छ एभ्री वान हाम्रो चाहिँ अहिले समय 9 बजिसकेको छ हामी स्टिल खोलामै छौँ यता भाइ र म जल्दी हो आज माछा चाहिँ दह्रो परेको छ भाइले चाहिँ लास्टै पारेको यसपालि म माछा देखाउँछु ल भाइले पारेको माछा गाइस किप वाचिङ माछा देखाइदिनु त हामीले पारेको आजको माछा यहाँबाट सुरु भएको होइन हेर्दै जानु है 1 2 3 4 5 6 7 8 वटा फेरि साइज हेर्नु नि त्यो एउटा अलिक सानोहरू त सबै एकदम सेम साइजको लगाइस अहिले 9 बजिसकेको छ यस्तो छ स्टिल हामी हानिरहेछौँ स्टिल हामी हानिरहेछौँ सोल्टी पनि माथि हुनुहुन्छ उहाँ देखिँदैन अहिले राति भएर घन्टी लगाएको छौँ बजिहाल्छ होइन ल है गाइस ल होइन फेरि पनि परिसकेको छ माल आइसकेको छ यो चाहिँ हाम्रो अन्तिम होला हाम्रो 10 बजिसकेको छ अहिले समय पनि तर माल पनि ठुलै आएको छ उहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो अन्तिम हो पार्ने चाहिँ हाम्रो यहाँ भाइ हाम्रो अन्तिम नि भाइ यो अब हामी घर जानुपर्ने हुन्छ हाम्रो योसँग कतिवटा 9 वटा होइन ल गाइस यो अन्तिमको माल पनि गतिलो आएको छ कस्तो दामी आएको छ हेर्नु त सर्लक्क परेको ल भाइ र मेरो चाहिँ लास्टको है यो माल चाहिँ हेर्नु सक्नुहुन्छ बब्बाल ठुलो छ है क्याटफिस अहिले 10-11 बज्न आँटिसक्यो स्टिल खोलामै छौँ लास्ट हुनसक्छ है यो क्याटफिस हाम्रो अहिले चाहिँ हामीले बल्छीहरू पनि
अन्त एउटा मात्रै अघि 2 जोडी थियो राति सकेको हो जोडी जोडी खेलेको अहिले चाहिँ एक एकवटा यहाँ एउटा छ सोल्टीको उहाँ लाइटसँग बस्नु भएको छ मेरो पनि एउटा मात्रै छ सोल्टी अहिले एक एकवटा मात्रै भइरहेछ मेरो यहाँ छ गाइस यो चाहिँ हाम्रो अन्तिम चरणको खेल हो होइन हाम्रो बारी पुगिसकेको छ तैपनि हामीले चाहिँ यो चाहिँ लास्ट भनेर हल्लाइरहेछ यो टाँगो चाहिँ कित्रिङ 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 हल्लाइरहेछ हाम्रो सामान चाहिँ यता चाहिँ हाम्रो लगभग 20 किलो भयो नि 40 एलबी बारी पुगिसकेको छ ठुलो छ यहाँ एक बोरा 18 किलो उचालेर देखाइदिनु तपाईँ 40 हो 40 एलबी जति छ माल चाहिँ डह्रो परेको छ है यस्तो खालको छ भित्र एउटाले एक चाक भइहाल्छ कच्याक कुचुक यता अब सोल्टी राजा हुनुहुन्छ अब सोल्टी अब लाग्नै होला नि त सबैलाई बाई बाई गरेर होइन अब यस्तै छ आज ल पल्ला तल्ला यसरी गल्लाएर नल्लाएर चाहिँ यो माछा चाहिँ बोकेर यहाँ सुन ल्याइपुर्यायो अब यहाँ हाल्ने हो लास्टै गल्यो यार यो माछा बोकेर आएको कम्तीको पनि 1 माइल छ ताक भइयो ल गाइस स्याटरडे राम्रो भयो अब फेरि नेक्स्ट विक त होइन अब निकै आफ्टर 2-3 विक लेटर हामी फेरि आउँछौँ होला यही ठाउँमा हाम्रो आज निकै महिना पछाडि नै होला 1-2 महिना पछाडि कि ज्यादै भयो होला राम्रो पर्यो आज चाहिँ माछा ल है गाइस यति भन्दै अब हाम्रो बिदा